लिङ्गेश्वर धामको यो अवस्था छ हेर्नुहोस्। योभन्दा पहिला दामी थियो, के थियो सबै थियो। आजभोलि केही छैन। लिङ्गेश्वर धाम भन्छन् नि, देवताले चाहे के हुन्छ के हुँदैन। देवताले चाहे सब लगेर गयो, केही छोड्या छैन। यहाँ हेर्नुहोस्, पहिला यता शिवलिङ्ग थियो, मन्दिर थियो, सबै चिज थियो, माताहरू थिए, कुकर्मी अधर्मी सबै थिए यता पहिला। आजभोलि यता कुकर्मीहरू सब भागे। अब देवताको बास भयो यो ठाउँमा। कुकर्मीहरू सब गएर देवताको बास भयो बेतकोट लिङ्गेश्वर धाममा। यहाँ हेर्नुहोस्, हाम्रो बेतकोट नगरपालिकाको यहाँ धेरैवटा सम्पत्ति गुमिसकेको छ। यता धेरैभन्दा धेरै यता कुकर्मीहरू लाग्दा यस्तो यो भगवानको पनि खेलवाड गरेर यिनीहरूले के बनाएको थियो, सबै लग्यो देवताले। यहाँ हेर्नुहोस्, पापीहरू सब गए, पापीहरू नाश भए यताको। यता भन्थे धेरै जसले पहिला यहाँ शिवजी पार्वतीको बास हो यताउता भनेर मान्छेहरूबाट लुटेर धेरै लिन्थे के। त्यही भएर तिनी पापी यहाँ हेर्नुहोस् मन्दिर बनाएको थियो। त्यो मन्दिर कहाँ छ, त्यो कहाँ छ? यता संरक्षण धेरै थियो बेतकोट नगरपालिका, खै त्यो कहाँ छ? त्यो जनताहरू सोझा साझा लुट्न पाए लुट, के भन्छन् नि गाई जातमा, लुट्न पाए लुट, नेपालैमा छुट। त्यस्तै छ हेर्नुहोस् गाइस, यो लिङ्गेश्वर धाम हो। यहाँ शनिबार र सन्डे त खुट्टो हल्लालाई पनि ठाउँ हुन्थेन। यहाँनिर मन्दिर थियो हेर्नुहोस्। आजभोलि त्यो मन्दिर कहाँ गयो होला हेर्नु त। त्यो पापीहरूले लगाएको मन्दिर भनेर त्यही भएर गयो हो। एकचित्ती भएर मन्दिर ल्यायो भने त राम्रो हुन्थ्यो नि त। एकचित्ती भएर मन्दिर ल्याएन, पापी आधा भुँडी भर्नामा ल्यायो, आधा मन्दिर बनायो। त्यही भएर सब गायब भयो। यही हो ठुलो ढुङ्गा नजिक मन्दिर हो, उता गेट हो, सबै चिज हो।